नमस्कार। आजको यस विशेष विश्लेषणमा हामी सुशासनको सबैभन्दा बलियो जग प्रशासनिक नैतिकताको आधार र संरचनाबारे गहिरिएर कुरा गर्दैछौँ। साँच्चै भन्नुपर्दा जबसम्म राज्य चलाउने संयन्त्रहरू नैतिक रूपमा बलिया हुँदैनन् तबसम्म सुशासनको कल्पना गर्नु नै बेकार छ। त्यही भएर आज हामीले यी सामग्रीहरू तयार पारेका छौँ ताकि यसका सबै पाटाहरू छर्लङ्ग बुझ्न सकियोस्। ल त सुरु गरौँ। आजको हाम्रो यो यात्रा मुख्य गरी यी 5वटा कुराहरूमा केन्द्रित हुनेछ। पहिलो, नैतिकताका तत्त्वहरू। दोस्रो, यसका प्रशासनिक आयामहरू। तेस्रो, यस क्षेत्रमा देखिने चुनौती र समस्याहरू। चौथो, सुधारका उपायहरू। र अन्त्यमा हाम्रो आफ्नै देश नेपालको कानूनी संरचना कस्तो छ त भन्ने विषय। ल, अब पहिलो खण्डबाटै सुरु गरौँ, नैतिकताका तत्त्वहरू। हेर्नुहोस्, प्रशासन जस्तो विशाल संयन्त्र बुझ्नु अघि नि हामीले मानिसको व्यक्तिगत नैतिकताको जग बुझ्न एकदमै जरुरी छ। आखिर नैतिकता भनेको के हो त? एकदम सरल भाषामा भन्नुपर्दा कुनै पनि निर्णय लिँदा सही र गलत छुट्याउन मद्दत गर्ने एउटा भित्री सिद्धान्त नै नैतिकता हो। समाज, धर्म वा कुनै संस्थाले बनाएका नियमहरूमा टेकेर राम्रो र नराम्रो बीचको सही बाटो रोज्न यसले मद्दत गर्छ। मानौ न, यो एउटा यस्तो भरपर्दो कम्पास हो जसले हामीलाई अप्ठ्यारो परिस्थितिमा पनि बाटो बिराउन दिँदैन। र यो कुरालाई एउटा वास्तविक उदाहरणबाट बुझौँ। जस्तै जब एउटा डाक्टरले पैसालाई भन्दा बिरामीको ज्यान बचाउने कुरालाई पहिलो प्राथमिकतामा राख्छ नि, विशेष गरी अस्तिको जस्तो महामारीको बेलामा, हो त्यो बेला उसले उच्च नैतिकता देखाएको हुन्छ। आफ्नो ज्यानको बाजी नै लगाएर अरूको ज्यान बचाउनु भनेको साँच्ची नै नैतिक आचरणको सबैभन्दा माथिल्लो बिन्दु हो, होइन र? अब कुरा गरौँ यसका प्रमुख तत्त्वहरूबारे। यसमा सत्यता, निष्पक्षता, जिम्मेवारी, आदर, दयालुपन, सामाजिक न्याय, स्वतन्त्रता र नैतिक नियमहरूको पालना जस्ता कुराहरू पर्छन्। यी यसका आधारहरू हुन् जसले मानिसलाई इमानदार बनाउँछन्। सोचिहेर्नुहोस् त, जब सत्यता, निष्पक्षता र दयालुपन एकै ठाउँमा आउँछन् तब मात्र जो कोहीले पनि कसैको पक्ष नलिई एकदमै न्यायपूर्ण निर्णय गर्न सक्छ। एउटा असल प्रशासक हुन नभई नहुने गुण नै यही हो। यहाँसम्म त हामीले व्यक्तिगत कुरा गर्यौं। अब दोस्रो खण्डमा प्रवेश गरौँ, जहाँ हामी यी व्यक्तिगत नैतिकताका कुराहरूलाई सार्वजनिक प्रशासनको ठूलो संयन्त्रमा कसरी लागू गरिन्छ भन्ने आयामहरूबारे चर्चा गर्नेछौँ। सार्वजनिक प्रशासनमा नैतिकता भन्नाले पारदर्शिता, जवाफदेहिता, न्याय र समानता अनि इमानदारी जस्ता महत्त्वपूर्ण कुराहरू बुझिन्छन्। यी आयामहरूले नै सरकार र नागरिक बीचको विश्वासलाई बलियो बनाउने काम गर्छन्। यहाँनिर विशेष ध्यान दिनुपर्ने कुरा के छ भने आजकाल वातावरणीय र वित्तीय नैतिकता पनि त्यत्तिकै महत्त्वपूर्ण भइसकेका छन्। सार्वजनिक स्रोत साधनको पारदर्शी व्यवस्थापन गर्ने र विकासका काम गर्दा वातावरणलाई पनि नबेच्ने हो भने मात्र राज्यले साँच्चैकै जनताको सेवा गर्न सक्छ। तर सधैँ सोचे जस्तो कहाँ हुन्छ र? अब तेस्रो खण्डमा लागौँ। यहाँ हामी नैतिकतामा आउने चुनौती र समस्याहरूको अलिक गम्भीर कुरा गर्नेछौँ। म यहाँहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। सार्वजनिक प्रशासनमा नैतिकता किन बारम्बार असफल हुन्छ होला? यति धेरै नीति नियम र कानूनहरू हुँदाहुँदै पनि सरकारी कामकाजमा किन यति धेरै व्यथिति र निराशा देखिन्छ त? पक्कै पनि यसको पछाडि केही यस्ता गहिरा प्रणालीगत समस्याहरू लुकेका छन् जसले राज्यको पुरै मेसिनरीलाई नै भित्रभित्रै कमजोर बनाइरहेका छन्। हेर्नुहोस् त, कति अचम्मको कुरा छ। नैतिक असफलता र यसले समाजमा पार्ने असर बीचको सम्बन्ध यहाँ एकदमै छर्लङ्ग देखिन्छ। प्रशासनमा अलिकति मात्रै भ्रष्टाचार हुँदा पनि त्यसले सोझै जनताको सम्पत्तिको दुरुपयोग निम्त्याउँछ। कसैलाई काखा र कसैलाई पाखा गर्दा अवसरको समानता नै खत्तम हुन्छ। अनि कर्मचारीमा अलिकति पनि संवेदनशीलता नहुँदा जनताले सानो कामको लागि पनि महिनौं कुर्नुपर्ने र अपमान सहनुपर्ने अवस्था आउँछ। नैतिक पतनले समाजलाई कसरी भित्रभित्रै खोक्रो बनाउँछ भन्ने कुराको यो एउटा जिउँदो तस्विर हो। कुरा यतिमै सकिँदैन। कहिलेकाहीँ कर्मचारीहरू आफ्नै व्यक्तिगत स्वार्थ र पदीय जिम्मेवारी बीचको दोधारमा पर्छन्, जसलाई हामी नैतिक द्वन्द्व भन्छौँ। त्यसमाथि कमजोर नीति र अनावश्यक राजनैतिक हस्तक्षेपले गर्दा सही निर्णय लिन खोज्ने कर्मचारीलाई पनि काम गर्न दिइँदैन। अनि जब माथिल्लो नेतृत्वमै नैतिक आचरणको खडेरी पर्छ नि, तब समग्र प्रणाली नै तासको महल जस्तै ढल्छ। तर आत्तिहाल्नुपर्ने अवस्था छैन। समस्या छन् भने पक्कै पनि समाधानका बाटाहरू पनि छन्। त्यसैले अब चौथो खण्डमा हामी यी प्रशासनिक रोगहरूको उपचार अर्थात् सुधारका उपायहरूबारे कुरा गरौँ।
आजको जमानामा भ्रष्टाचार र अनियमितता रोक्ने सबैभन्दा अचूक अस्त्र भनेकै प्रशासनलाई आधुनिक बनाउनु हो। कसरी त? जस्तै आर्टिफिशियल इन्टेलिजेन्स, ब्लकचेन र ई-गभर्नेन्स जस्ता नयाँ प्रविधिहरूको प्रयोग गरेर। यी प्रविधिहरूले सरकारी डाटामै छेडछाड गर्न असम्भव बनाइदिन्छन्। अनि अर्को कुरा, स्वतन्त्र निकायबाट कडाइका साथ अनुगमन गर्ने र बेला बेलामा सार्वजनिक सुनवाई गरेर जनतालाई नै सोध्ने परिपाटी बसाल्ने हो भने प्रशासन आफै पारदर्शी बन्न बाध्य हुन्छ। मुख्य समाधानका उपायहरू हेर्ने हो भने कर्मचारीलाई नैतिक शिक्षा र तालिम दिनु एकदमै जरुरी छ। फेरि कर्मचारीलाई मात्रै दोष दिएर हुँदैन। उनीहरूलाई बढुवा र अवसरमा समान व्यवहार गरियो भने असन्तुष्टि आफै कम हुन्छ। भ्रष्टाचार विरोधी कडा अभियान चलाउने र हाकिमहरूले नै नैतिक नेतृत्वको उदाहरण पेश गर्ने हो भने धेरै कुरा सुध्रिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त कर्मचारीमा सेवाग्राहीप्रतिको समानुभूति अर्थात् जनताको ठाउँमा आफूलाई राखेर हेर्ने बानीको विकास गराउनुपर्छ। अब हामी अन्तिम तथा 5औं खण्डमा आइपुगेका छौं। यी सबै सिद्धान्त र आदर्शका कुराहरूलाई हाम्रो आफ्नै देश नेपालमा चाहिँ कसरी लागू गरिन्छ त? आउनुहोस् नेपालको कानूनी र नीतिगत संरचनालाई बुझौं। नेपालमा पनि नैतिकता र सुशासन कायम गर्न निकै अघिदेखि प्रयासहरू हुँदै आएका छन्। हेर्नुस् त, विक्रम सम्वत 2019 सालमै विदेशी विनिमय नियमित गर्ने ऐन आइसकेको थियो। त्यसपछि 2048मा आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बन्यो अनि 2052 को राजस्व चुहावट ऐन र 2058 को नेपाल राष्ट्र ब्याङ्क ऐनलाई हेर्दा राज्यले वित्तीय पारदर्शिता र नैतिकताको जग बसाल्न निरन्तर प्रयास गरिरहेको हामी स्पष्ट देख्न सक्छौं। समय सँगसँगै चुनौतीहरू पनि थपिँदै गए। त्यसैले 2059 सालमा भ्रष्टाचार निवारण ऐन ल्याइयो र निगरानीका लागि राष्ट्रिय सतर्कता केन्द्रको स्थापना गरियो। 2064मा कालो धनलाई रोक्न सम्पत्ति शुद्धिकरण निवारण ऐन आयो। र यी सबै प्रयासहरूको एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा विक्रम सम्वत 2072मा हाम्रो नयाँ संविधान जारी भयो। यसले त सुशासन र नैतिकतालाई सिधै संवैधानिक मान्यता नै दिएको छ। साँच्चै भन्ने हो भने हाम्रो संविधान आफैमा नैतिकताको एउटा बलियो दस्तावेज हो। संविधानको धारा 48लाई नै हेरौँ न। यसले प्रत्येक नागरिकलाई सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न र राष्ट्रप्रति वफादार हुन प्रष्ट रूपमा अहराएको छ। यसको मतलब सुशासन भनेको सरकारको मात्रै ठेक्का होइन, यो त हामी सबै नागरिकको दायित्व पनि हो। त्यस्तै धारा 241ले महालेखा परीक्षकलाई सरकारी कार्यालयको लेखा परीक्षण गर्दा एक पैसाको हिसाब किताब खोज्ने र मित्यव्ययता हेर्ने बलियो अधिकार दिएको छ। समग्रमा भन्नुपर्दा दिगो विकास र न्यायपूर्ण समाज निर्माण गर्ने एउटै मात्र साँचो भनेको नैतिक प्रशासन नै हो। अब अन्त्यमा म यहाँहरूलाई एउटा प्रश्न छोडेर जान चाहन्छु। यदि नैतिक प्रशासनले नै हाम्रो समाजमा समानता र समृद्धिको ग्यारेन्टी गर्छ भने यसलाई हरेक दिन जोगाइराख्न नागरिकको हैसियतले तपाईँ हाम्रो सामूहिक दायित्व के हो त? पक्कै पनि यसबारे सोच्नुहुनेछ। आशा छ प्रशासनिक नैतिकताको यो गहिरो पाटोलाई बुझ्न आजको यस विश्लेषणले पक्कै पनि मद्दत गर्यो होला। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।